बिर्सिनु भएन नि बाल्यकाल त त्यहीमा राम्रै थियो। फर्स्ट सेकेन्ड थर्डमै पर्छ थिएन, त्यसपछि त विकल्पै थिएन। विकल्प भनेकै जापान थियो मेरो लागि। अब गाह्रै भएको थियो। अब आफूलाई धेरै टाढा छोडेर गइरहेको, अब देशै छोडेर हिँड्नु पर्दा त नराम्रो भइहाल्छ। आफ्नो घर छोडेर हिँडेको मान्छेलाई अब डाइरेक्ट देश छोडेर हिँड्दा त नि कुरा खेल्ने, अब यस्तो नराम्रो हुन्छ कि भन्ने त्यस्तै बाहिर कुराहरू थियो। अब बाबा आमा नि भावुकै हुनुभयो। अब बाबा भावुक भएपछि गइयो, छोडेर जान लाग्यो। अब आफ्नो देश भाषा अलिअलि त्यस्तो राम्रो नि थिएन। त्यो दिन चाहिँ अनि के खाएर सुत्नु? त्यो दिन चाहिँ हामीले चाउचाउ खाएर सुत्यो। अनि त्यो दिन चाहिँ अब घरमा बोल्नु भयो कि भएन? 2 दिनपछि बोल्यो क्या, जापान आएको। यसरी फोन गरेर चाहिँ कहाँ गइस् के भयो भन्ने हुनुहुन्थ्यो। अब रात त टेन्सनै भयो भित्र नि। यसो रुम ढकढकाउनु गएको, खोल्नु भयो जति। नेपाल फर्किनु चाहिँ जापान आउने आएको अर्को दिनै नै लाग्थ्यो। अब यत्तिको नियम कानुन चाहिँ हुनुपर्छ, यत्तिको नियम कानुन भएर नियम कानुनमा चाहिँ बस्नु पर्छ। मान्छे भएपछि मान्छेको व्यवहार देखाउनु पर्छ भनेको मात्र हो। जापान आएपछि पाएको त अब त्यस्तो केही नै छैन। पाएको त अब धेरै कुरा छ। अब आफ्नो घर परिवार गुमाइयो, बस्नु परेको घर परिवारसित चाहिँ अब गुमाएकै भन्नु मैले। परिवारबाट टाढा नभएको मान्छेलाई चाहिँ नमस्कार, परदेशको कथा पोडकास्टमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म कमल बहादुर धामी। यो पोडकास्टको उद्देश्य हो सोसल मिडियामा चर्चित व्यक्तिहरूको मात्र नभएर साधारण नेपालीहरूको वास्तविक जीवन सङ्घर्ष, सफलता, असफलता, आँसु, अनुभव र प्रेरणादायी कथाहरू समयमा पुगेर आउने। हामी विश्वास गर्छौँ कि हरेक नेपालीहरूको आफ्नो एउटा कथा हुन्छ र कसैले आफ्नो सपनाको लागि देश छोडेको हुन्छ, कसैले आफ्नो परिवारको खुसीको लागि आफ्नो सपना त्यागेको हुनुहुन्छ। आज हामीसँग हुनुहुन्छ जापानी भाषा विद्यालयमा अध्ययन गर्दै आउनुभएका एक विशेष गेस्ट हुनुहुन्छ। आज हामी उहाँको जापान यात्रा, भाषा सिकाइ, सङ्घर्ष र अनुभवको खुला रूपमा कुराकानी गर्नेछौँ। अब धेरै ढिला नगरी म उहाँलाई स्वागत गर्छु। परदेशको कथा पोडकास्टमा स्वागत छ। धन्यवाद। सबैभन्दा पहिले दर्शकलाई आफूलाई कसरी चिनाउन चाहनुहुन्छ? नमस्कार, मेरो नाम विश्वास पाठ छेत्री। विश्वास पाठ छेत्री है? भनेपछि नामले नै चिनाउन चाहनुहुन्छ? हजुर। नेपाल घर चाहिँ कुन ठाउँ हो? मेरो नेपाल घर पाल्पा हो। पाल्पा ट्याक्कै? पाल्पा तानसेन नगरपालिकै पर्छ अहिले त। हजुर। नगरपालिका बन्दी पोखरा जुक्या। जुक्या गाउँको नाम चाहिँ जुक्या? हजुर, जुक्या। भनेपछि बाल्यकालदेखि नै जाम हुन्छ? बाल्यकाल चाहिँ कतिको याद छ? बाल्यकाल त अब अलिअलि याद त भइहाल्छ नि, बिर्सिनु भएन नि बाल्यकाल त। बाल्यकालको सबैभन्दा यादगार पल जुन कुरा होइन, बाल्यकाल भन्ने बित्तिकै अहिले कुन कुराको याद आउँछ? त्यही हो, बदमासी, झगडा गर्न हिँड्ने, चोर्न हिँड्ने, तिनै याद आउँछ। त्यो छैन, तर यादगार रमाइला घटनाहरू त धेरै छन्। अब बाल्यकालदेखि नै बदमासी गरेरै हिँडे मान्छेको अलिअलि धेरै नै छन् भनौँ। भनेपछि बाल्यकालमा जस बाल्यकाल रमाइलो थियो? रमाइलै भयो। अनि त्यति बेला चाहिँ आमा बुवाले कतिको रिसाउनुहुन्थ्यो? रिसाउनुहुन्थ्यो। अब आमा बुवा नरिसाउनु त कुरै हुँदैन नि। अब सानोमा गाली गर्नुहुन्थ्यो, त्यही हो। अनि स्कुल लाइफ चाहिँ कस्तो बित्यो नि? स्कुल लाइफ चाहिँ मेरो राम्रै गएको। अब पढाइमा राम्रै थियो। अरू कुरा त त्यस्तो केही नै भएन, पढाइ चाहिँ राम्रै गएको। पढाइमा कस्तो क्लासमा टप हुने त्यस्तो? त्यस्तै हो, मेरो अब पढाइ राम्रै नै गएको। अब म कस्तो टपमै पर्थेँ। म फर्स्ट सेकेन्ड थर्डमै पर्थेँ, भित्रै पर्थेँ। फर्स्ट सेकेन्ड हुनुहुन्थ्यो? कति क्लाससम्म फर्स्ट सेकेन्ड हुनुभयो? म 7 क्लाससम्म मेरो फर्स्ट सेकेन्ड नै भइरहन्थ्यो। भनेपछि बाल्यकालदेखि नै पढाइमा चाहिँ राम्रै? कार्यक्रम हुँदा त्यो पुरस्कारहरू पाउने त्यस्तो हुन्थ्यो कि हुन्थेन? कार्यक्रम भन्दा नि हाम्रो गाउँमा स्कुलले नै अब फर्स्ट सेकेन्ड भयो बापत पुरस्कार दिन्थ्यो। छात्रवृत्ति दिन्थ्यो, त्यो चाहिँ पाउँथ्यो। त्यति बेला चाहिँ बा आमाको जोस
खुसी हुनुहुन्थ्यो? खुसी हुनुहुन्थ्यो, पढाइमा चाहिँ खुसी हुनुहुन्थ्यो, अरूमा नभए। अब अरूमा त अब बदमासी नै भइयो के अरे, हजुर। पढाइमा चाहिँ खुसी हुनुहुन्थ्यो। भनेपछि गाउँमा कति क्लाससम्म पढ्नुभयो? गाउँमा मैले 3 क्लाससम्म पढेँ हो। त्यसपछि तानसेन बजारमा आएर बजारमा पढेँ। ए तानसेन भनेपछि त्यही पाल्पाकै बजार हो कि? बजारै हो, तानसेनको सदरमुकामै भनौँ। ए सदरमुकामै भयो है। ए भनेपछि पढाइमा त अब पहिल्यैदेखि राम्रो हो भने चाहिँ अनि के बन्ने सपना थियो पहिला चाहिँ? पढाइमा राम्रो भयो नि, सपना चाहिँ त्यस्तो ठुलो भएर यो बन्छु ऊ बन्छु भन्ने चाहिँ केही पनि थिएन। अब पढाइलाई नै निरन्तरता दिने, पढ्ने भन्ने चाहिँ थियो अब सानैमा। त्यसपछि बजारतिर गइयो, अब के भयो होइन पछि भविष्यमा गएर म यस्तो गर्छु यस्तो भन्ने त्यस्तो चाहिँ केही सोच थिएन? सोच थिएन, पढाइ चाहिँ लगातार गर्ने, पढाइमै जाने, पढाइसकेपछि बरु केही सोच्ने, नयाँ विचार गर्ने भन्ने चाहिँ थियो। ए भनेपछि 10 क्लास तानसेन बजारमा पढेर हजुर पछि चाहिँ कहाँ काठमाडौँ पढ्नुभयो? पोखरा? म 10 सम्म चाहिँ तानसेन पढ्यो, 10 पछि 11-12 चाहिँ म बुटोल गएर पढ्यो। ए बुटोल हो? ए बुटोल चाहिँ 12 पाससम्म बुटोल के सब्जेक्ट लिएर पढ्नु? बुटोल बसेर पढ्यो मैले, म्यानेजमेन्ट लिएर पढ्यो, एकाउन्ट। हजुर। अब त्यतिखेर हाम्रो पाला चाहिँ कोरोना थियो के अरे, त्यस्तो पढाइ पनि भएन, त्यतिकै पास भयो। त्यसपछि हरायो, सबै कुरै हरायो। ए भनेपछि त्यसपछि चाहिँ पढाइतिर जोसै गएन? अनि जापान आउने सोच चाहिँ कसरी आयो? सोच कसरी आयो भन्दाखेरि पहिला अब कोरोना भयो, कोरोनापछि अब सबैको लहरै विदेश जाने चल्यो नि त। अब कोरोना सकिएपछि त सबै जो पनि जाने विदेश जाने, जो पनि आउँछ कहाँ जाने भन्दा विदेश जाने। अब सबैले त्यही भन्न थाल्यो। मेरो नि सोच के भयो भन्दा म नि विदेश जाने। अब यहाँ पढेर काम छैन, केही पनि छैन, नेपाल बसेर अब सब पढाइ नै सकियो, अब कहाँ जाने भन्दा विदेश जाने सोच त्यही आयो। त्यहीबाट लगातार भएर सुरुमा कोरिया थियो सोच। कोरिया थियो, कोरिया 2 वर्ष जति कोरिया झुलियो। त्यत्तिकै पढ्ने आउने भयो। भिसा नि रिजेक्ट भयो कोरियाको एकचोटि। भिसा रिजेक्ट भएको स्टुडेन्टमा। त्यसपछि भएन भनेर अनि जापान जाने सोच आयो। जापान जान्छ नि भन्ने भयो। जापान पनि पहिला वर्किङमा जाने सोच आएको थियो। वर्किङमा जाने भन्दै त्यस्तै भयो। पछि अनि स्टुडेन्टमै हिँड्यो। भनेपछि त्यति बेला चाहिँ परिवारको प्रतिक्रिया चाहिँ के थियो? प्रतिक्रिया त त्यस्तो केही नै थिएन। अब नजा त भन्दै हुनुहुन्थ्यो। अब सुरुमा त यहीँ पढ, यही मेहनत गर भन्नुहुन्थ्यो। अब भने नि अब आफ्नो सोच चाहिँ कहाँ जाने भन्दा विदेश जाने भइसकेको थियो। नेपालमै गर, लोकसेवा पढ, लोकसेवामा नाम निकाल, त्यस्तै अब एग्रिकल्चरतर्फ, मेडिकलतर्फ जा भन्नुहुन्थ्यो। अब भएन त्यतिखेर, अब सोचै आएन, मानिएन भनौँ न, अब कुरो मानिएन। अहिले विदेशतिर आइयो। अनि चाहिँ अहिले जापान आएको चाहिँ कति भयो? जापान आएको म त धेरै भएन, मेरो 9-10 महिना भयो होला। 10 महिना भनेपछि अब भाषा सकिने समय? अब हाम्रो 6-7 महिनामा भाषाको स्कुल सकिन्छ। भनेपछि यदि तपाईँ जापान नआउनु भएको भए चाहिँ के गर्नुहुन्थ्यो? कोरिया भएन, कोरियापछि फेरि जापान नआएको भए चाहिँ अरू केही विकल्प थियो कि? थिएन, त्यसपछि त विकल्पै थिएन। विकल्प भनेकै जापान थियो मेरो लागि। अन्तिम विकल्प भनेकै जापान? अन्तिम भनेकै विकल्प भनेकै जापान। जसरी नै जापान जानु पर्यो। अब अरू नि यही हुनुहुन्थ्यो। अब पहिलादेखि चिनेका नि 1-2 जना यही हुनुहुन्थ्यो। अब आइजरै हुन्छ भन्दै हुनुहुन्थ्यो। त्यही भएर नि अब लास्ट अप्सनै त्यही भयो, जापानै भयो। भनेपछि भाषा चाहिँ नेपालमा चाहिँ कति समय जति पढ्नु? भाषा चाहिँ धेरै नै पढ्यो होला। अब बुटोल हुँदा पढ्यो, तर त्यस्तो उस्तै थिएन, पढ्यो भन्ने खाले चाहिँ थिएन। भनेपछि बुटोलबाटै पढेर बुटोलबाटै अप्लाई भएको कि? पोखरा अप्लाई चाहिँ पोखरा गऱ्यो। पोखरा गएर 3 महिना पढ्यो। फेरि पोखरा गएर 3 महिना पढ्यो। त्यही 3 महिना पढेर हिँड्यो। 3 महिना पढेर? पढ्न त बुटोलमा नि बसेर पढ्यो, तर बुटोलमा बसेर पढे जस्तो थिएन। अब घर नजिकै थियो। अब मन लागेकोले गाउँ चलिदिन्थ्यो सट्ट। गाउँ गएपछि 1 हप्ता 10 दिन चाहिँ त्यो बस्ने। पढाइ चाहिँ त्यस्तो भएको थिएन, जान आउनलाई थियो। खासै पढेन नेपालमा चाहिँ। अनि जापान आउने दिन सबै भिसाहरू आयो होइन?
अनि त्यति बेला चाहिँ अब परिवारको प्रतिक्रिया नि अब भिसा आएपछि अब नजाउनु भन्ने कुरो भएन होइन भएन त्यसपछि चाहिँ अनि चाहिँ अब नेपाल छोड्ने बेला परिवार छोड्ने बेला चाहिँ कस्तो लाग्यो त अनि पहिलो छोड्नु अघिल्लो दिन चाहिँ कस्तो महसुस भएको थियो त पहिलो कस्तो भयो भने अब त्यस्तो रमाइलो त भएको थिएन तर बाहिर रमाइलो देखियो नि भित्र चाहिँ अब गाह्रै भएको थियो अब आफूलाई अब धेरै टाढा छोडेर रहिरहेको अब देशै छोडेर हिँड्नु पर्दा त नराम्रो भइहाल्छ अब अलिअलि नराम्रो लाग्थ्यो कस्तो नराम्रो लाग्थ्यो कस्तो कुराहरू खेलिरहेको थियो कि कुराहरू खेलिरहने अब कहिले आफ्नो घर छोडेर हिँडेको मान्छेलाई अब डाइरेक्ट देश छोडेर हिँड्दा त अलिअलि गाह्रो भइहाल्छ नि त्यस्तै नराम्रो हुने कुरा खेल्ने अब यस्तो नराम्रो हुन्छ कि भन्ने त्यस्तै बाहिरी कुराहरू भित्री कुराहरू खेलिरहन्छ अनि एयरपोर्टमा परिवार नि छोड्न आउनुभयो होला हजुर त्यो पल चाहिँ एकदमै गाह्रो भयो त होला त्यो पल त अब एकदमै गाह्रो भइहाल्छ नि जो कोहीलाई नि अब आफूले भनिरहनु भन्दा नि अब विदेश आउने धेरै जसोलाई थाहा हुन्छ अब त्यो पल चाहिँ कस्तो हुन्छ भन्ने ए भनेपछि धेरै भावुक हुनुभयो थियो होला त्यति बेला भावुकै भयो अब बाबा आमा नि अब भावुकै हुनुभयो अब बुवा आमा भावुक भएपछि आफू नि अलिअलि भावुक भइहालिन्छ बाबा भावुक कसरी हिँड्न सकिन्छ होइन अनि बाबाले चाहिँ के भन्नुहुन्थ्यो त्यति बेला चाहिँ एयरपोर्टमा के भन्नुहुन्थ्यो भनेको केही कुरा याद छ देश छोडेर जाँदैछस् अब राम्ररी जा दुःख सुख के हुन्छ गर अरूदेखि नै भन्नुहुन्छ र नआत्ते जे कुरा नि हुन्छ बिस्तारै हुन्छ आत्तिनु हुँदैन मात्तिनु हुँदैन भन्नुहुन्छ त्यही अब आत्तिनु मात्तिनु भएन के अरे त्यही त चढ्ने बेला चाहिँ कस्तो लाग्यो थियो अब परिवारलाई छोडेर अब त्यहाँ आएपछि त कति 2-3 घन्टा वेट गर्नुपर्छ होइन हजुर 2-3 घन्टा वेट गर्नु पर्यो त्यहाँ भित्र छिर्यो नि धेरै प्रक्रिया हुन्छ त्यो पुरा गरेर अब एयरपोर्टमा हुन्छ नि एउटा कस्तो लाग्थ्यो मनमा सिटमा बसिसकेपछि सिटमा बसेपछि त अब झन् भावुक भइगयो नि अब छोडेर गइयो छोडेर जान लाग्यो अब आफ्नो देश छोडियो भनेपछि अलि अर्कै फिल हुन्छ भित्रबाट अर्कै हुँदै आउँछ त्यस्तै भयो अब कहिले घर नछोडेको बानी है हजुर अब घर चाहिँ कहिले पनि छोडिदिएन अब जहाँ गयो नि आफ्नै घर जस्तै थियो नेपाल भनेपछि त अब अरूको देशमा त्यस्तै आउँदाखेरि नराम्रो फिल भइहाल्छ कस्तो हुने हो के हुने हो डर हुन्छ भित्रबाट अर्कै खालको त्यहाँ गएर नि फेरि कस्तो हुने हो कामहरू पाउने कि नपाउने अनेक कुरा खेल्छ होइन झन् त्यति बेला गाह्रो भएको बेला झन् गाह्रो कुराहरू चाहिँ बढी सोचिन्छ हजुर नराम्रो फिल भएको बेला झन् भित्रैबाट नराम्रो कुराहरू झन् सम्झिँदै खेल्दै आउँछ नि त्यस्तै हुन्छ चाहिँ एयरपोर्टमा कसको अनुहार चाहिँ धेरै याद आउँछ अहिले नि एयरपोर्टमा हुन्छ नि छोड्न आएको परिवारको परिवार त अब कुनै बेला अब सम्झिँदा घर अब बुवा मम्मीकै याद आउँछ अरूको भन्दा नि बाबाको मम्मीको छोड्नु पर्दाखेरि होइन बाबामा अब भावुक हुनुभयो होला रुनुभयो होला अब बाबामाको आँसु देख्न अनि गाह्रै हुन्छ होइन गाह्रै हुन्छ एकदम कहिले नदेखेकालाई कहाँ ट्रान्जिट चाहिँ कहाँ परेको थियो हाम्रो ट्रान्जिट चाहिँ इन्डिया परेको थियो दिल्ली दिल्ली नाइटमा थियो कि डेमा त्यस्तै डे नाइटको थियो क्या 6 बजेदेखि थियो कि त्यो चाहिँ याद छैन अलि लगभग राति नै थियो होला दिल्लीबाट डाइरेक्ट त्यसपछि जापान चाहिँ कता अब हामी चाहिँ टोकियोको हानेदामा हानेदामा चाहिँ गएको लिनु गयो कि होइन अब हामीलाई हानेदासम्म आइयो हानेदाबाट फेरि प्लेन छोपेर टिकट अब पहिले काटेर राखेको थियो अनि त्यही टिकटको लागि 1 बजेको 2 बजेको टिकट 1 बजेको थियो 1 बजेको टिकट थियो बिहान 6 बजीतिर हामी हानेदा झरेको थियौँ त्यहाँबाट निस्किँदाखेरि 9 बजे थियो अब त्यही प्लेन खोज्दा 11-12 बजिसक्यो अब त्यहाँ अब भाषा केही नि अलिअलि आउँथ्यो गर्दै पनि कतिजना हुनुहुन्थ्यो हामी 2 जना 2 जना मात्र थियो भाषा अलिअलि आउँथ्यो भनेपछि प्लेन चेन्ज गर्ने बेला चाहिँ हेल्प गर्यो कि कसैले आफैले गर्यो धेरै गाह्रो भएको आफैले नि अलिअलि भाषा आउँथ्यो त्यो टिकट देखाउँदै जापानिजलाई सोध्दै आइयो अनि फेरि टोकियोमा नि दुःखै पाउनु भयो टोकियोमा हामीले दुःखै पाएको
हामीले अरू नेपाल इन्डियाको दिन दुःख पाइएन। टोकियोमा चाहिँ अब थाहा केही पनि नै, अनि नेपालबाट आउने सबै बरु ठाउँ चाहिँ, अनि हामी आउने यता आउने 2 जना मात्र परियो। भाषा अलिअलि त्यस्तो राम्रो नि थिएन, अब जापान बस्ने जस्तो राम्रो त हुँदैन, अलिअलि भाषा आउँथ्यो, बोल्न सक्ने बुझ्न सक्ने भाषा चाहिँ थियो, राम्रै थियो भाषा। त्यही बोल्दै सोध्दै क्रममा एकजना नेपाली दाइ भेटिएर नेपाली दाइले हेल्प गर्नुभएको। त्यो दाइ चाहिँ कहाँ त्यही एयरपोर्टमा काम गर्ने हुँदो रहेछ। त्यही दाइले हेल्प गर्नुभएको, अनि त्यही हेल्प गर्नु। त्यसमा चाहिँ प्लेन मात्र चेन्ज हान्ने थियो कि एयरपोर्टै चेन्ज हान्नुपर्ने थियो? एयरपोर्टको एउटा छेउबाट अर्को छेउ जानुपर्ने, त्यत्रो एयरपोर्ट हिँडेर अर्को छेउ जानुपर्ने भएर गाह्रो भयो। अब त्यो नेपालको जत्रो सानो नि नै ठुलो एयरपोर्ट, अनि त्यो केही नै नबुझिने लेखेको, गाह्रै भयो सुरुमा छिर्दा चाहिँ। गएको चाहिँ कति बेला पुगेको थियो उसमा? हामी गएको आउँदा चाहिँ लगभग त्यस्तै 4 बज्न लाग्थ्यो कि 5 बज्न लाग्थ्यो बेलुकाको। भनेपछि गएकोले पछि लगेर पहिला स्कुल लग्यो, स्कुल लगेर पछि अनि होस्टेल बल्ल। होस्टेलमा चाहिँ अब गएकोले खानेकुराहरू केही त्यस्तो दियो कि केही नै राखेको थिएन हामीलाई त। भाँडा थिए, एउटा थाल कचौडा, एउटा चपस्टिक थियो, अनि एउटा फ्राई प्यान थियो, केही नै थिएन। अनि गएकोमा बिस्ताराहरू मात्र थियो। त्यो भाँडाकुँडाहरू चाहिँ अलि थियो। हजुर, खानेकुराहरू त्यस्तो केही नि थिएन खानेकुरा चाहिँ। त्यो दिन चाहिँ अनि के खाएर सुत्नु भयो? त्यो दिन चाहिँ हामीले चाउचाउ खाएर सुत्यो। चाउचाउ खाएर? भनेपछि कति घन्टाको यात्रा गर्नुभयो जापान पुग्दासम्म? जापान पुग्दासम्म हाम्रो लगभग धेरै नै भयो यात्रा, 1 दिनभन्दा धेरै नै भयो। भनेपछि 1 दिनसम्म अब प्लेनमा खानाहरू त्यस्तै थियो होला। फेरि यहाँ पुगेको दिन पनि फेरि चाउचाउ खाएर सुत्नु भने चाहिँ गाह्रै भयो हामीलाई। अब भनेपछि गएकोले यसो खानेहरू किनिदिने, यस्तो सिकाउने त्यस्तो केही गरिदिएन? केही नै गरेन हामीलाई। लगेर ढोका खोलिदियो, हामी भित्र गएर बस्यो, त्यति मात्र गएकोले गर्यो हामीलाई चाहिँ। भनेपछि अनि त्यो दिन चाहिँ अब घरमा बोल्नु भयो कि भएन? बोलिएन, घरमा चाहिँ सिधै 2 दिनपछि बोलियो क्या जापान आएको। किन? अब हामीलाई गएकोले सिम पनि दिएन। सिम नदिएपछि हाम्रो मोबाइल अनि नेपालबाट ल्याएको मोबाइल, अनि त्यो गएको सिम पनि नचल्ने रहेछ। डाटा सिम दिएको थियो, त्यो डाटा सिम चलेन। त्यो डाटा सिम नचलेपछि घर कुरा गर्नै पाइएन 2 दिनसम्म। भने होस्टेलमा नि नेट नभएर गाह्रो भएको 2 दिनसम्म बोल्नै पाइएन। अनि त्यसपछि चाहिँ एक दिन स्कुल आएको बेला कुरा गरे हो। कुरा गरेपछि अब एकैछिन वेट गरे, 1 हप्ता जति भन्नु के अरे। अब 1 हप्ता भनेको त धेरै लामो हो नि। भनेपछि 2 दिन अब पहिलोचोटि देश छोडेर आउनु भयो, अनि घरमा त धेरै आत्तिनु भयो थियो। अब पछि फोन गर्दा चाहिँ कहाँ गइस् के भयो भन्ने हुनुहुन्थ्यो। अब यस्तै त हो भन्दै अब घरतिर। भनेपछि घरमा अब पुगे भनेर नि भन्न पाइएन है? पाइएन, पुगेँ म जापान पुगेँ भनेर नि। जापान पुगेँ चाहिँ ट्याक्क टोकियो झरेपछि चाहिँ म जापान पुगेँ भनेर फोन गरेँ थिएँ। त्यहाँ फ्री वाइफाई हुँदो रहेछ एयरपोर्टमा। त्यतिखेर म घर पुगेँ भनेर बिहान फोन गरेको, तर फोन उठाउनु भएन। अब नेपालमा त त्यही लगभग 3-4 बजी थियो होला के अरे। त्यसपछि म्यासेज छोड्दै थिएँ, त्यति हो। त्यसपछि चाहिँ 2 दिनपछि नै भनौँ कुरा गरेको चाहिँ। भनेपछि त्यो दिन चाहिँ कतिको आत्तिनु भनौँ मनमा? अब घरमा नि बोल्न पाउनु भएन, अब खानेकुरा नि केही छैन, कस्तो त्यो दिन चाहिँ? त्यो पहिलो रात चाहिँ कसरी बित्यो? पहिलो रात त टेन्सनै भएर बित्यो नि। घरमा के सोच्यो होला नि, के भयो भन्ने हुन्छ आफूलाई नै। अब आफूले नि केही खाएन, होस्टेल नि त्यस्तै। अब आडोमा बस्ने पनि कोही पनि नाइ होस्टेलको। त्यहाँ यसो रुम ढकढकाउनु गएको, खोल्नु भएन। अब को हुनुहुन्थ्यो? एकजना दिदी हुनुहुँदो रहेछ, काममा जानुभएको रहेछ। त्यो दिदीलाई नि हामीले 2 दिनपछि देखेको बल्ल। नेपाली नै हुनुहुन्थ्यो। 2 दिनपछि देखेको। त्यो दिदीलाई 2 दिनपछि साँझ देखेको। अनि दिदीलाई दिदी यस्तो यस्तो छ, हटस्पट खोलिदिनु न भनेर हटस्पट खोलेर अनि बल्ल घर कुरा गऱ्यो। त्यति चाहिँ हेल्प गरिदिनु भयो? दिदीले चाहिँ हेल्प गर्नुभएको हामीलाई। अब हामीले 1 हप्तापछि हामीले बल्ल सिम पाएको। त्यो दिदीले चाहिँ हटस्पट खोलिदिने, केही समस्या भयो भने
भन भनेर भन्नुहुन्थ्यो। ए भनेपछि अनि गएको चाहिँ पहिलो दिन चाहिँ कस्तो भयो त्यो क्लास? क्लास चाहिँ हाम्रो अब पहिला आएपछि इक्जाम लियो। हजुर। अनि इक्जाम लिएको 2 दिनपछि चाहिँ क्लास भएको। ए त्यही दिन लग्नु हो कि इक्जाम चाहिँ अर्को दिन लग्यो? इक्जाम चाहिँ अब हामी आउँदा चाहिँ शुक्रबार थियो। हजुर। शनिबार आइतबार 2 दिन छुट्टी भयो। हजुर। 2 दिन घरै बस्यो। अब केही पनि थिएन, त्यतिकै घरै बस्ने, बाहिर यसो निस्किने अलिअलि गरिन्थ्यो। 2 दिनपछि गइयो, गएकोले बोलाएको थियो, बोलाएर इक्जाम लियो। इक्जाम लिएर घर पठाइदियो कामलाई। ए भनेपछि अब खानेकुराहरू किन्ने यो चाहिँ कसैले हेल्प गरेको थियो कि आफैले? खानेकुरा चाहिँ एकजना मेरै भाइ पर्ने छन् यहाँ ओकायामामा। हजुर। दिदी भिनाजु हुनुहुन्छ के अरे ओकायामाबाट अलि उता बस्नुहुन्छ। अनि सोमबार स्कुल गएको बेला भाइलाई फोन गरेर भाइ आएर भाइले ओकायामा लिएर गएर अब हामीले सामानहरू चाहिँ किनेर ल्याएको। ए ओकायामा गएर? हजुर। कुरासिकीबाट ओकायामा भनेपछि ए उतै गएर किनेर ल्याएको? उतै गएर उतै भाइकोमा बस्यो एकैछिन। हजुर। त्यही बस्ने गफ गर्ने गरियो। अनि साँझ चाहिँ त्यो सामान किनेर आएको। भनेपछि अब गएकोले चाहिँ केही सपोर्ट गरेन त्यो बेला चाहिँ? गएकोले त केही नै सपोर्ट गरे होइन। सामान किन्न केही गर्न नि होइन। हाम्रो रुम पनि सफा गर्दै थिएन, लास्टै फोहोर थियो। आफै सफा गरे, आफै युज गरे, केही नै सफा गर्दै थिएन, लास्टै फोहोर थियो। भनेपछि भाषा सुरुमा भाषाहरू नभएर चाहिँ कतिको गाह्रो भयो त? गाह्रो त भाषा नभएर त केही नै भएन। अब भाषा चाहिँ थियो, राम्रै थियो नेपालबाट पनि, त्यस्तो कुनै समस्या चाहिँ आएन। अहिलेसम्म कतै केहीमा गाह्रो चाहिँ परेन भाषा नजानेर भन्नाले। नेपालबाटै अलिकति बुझ्ने बोल्ने सक्ने भएर आएको भएर त्यस्तो केही समस्या चाहिँ आएन अहिलेसम्म भाषा नजानेर भन्नाले। भनेपछि भाषाले चाहिँ जे होस् धेरै सजिलो हुने रहेछ? धेरै सजिलो हुन्छ। भाषा चाहिँ जानेरै आउनुपर्छ विदेश आउँदा चाहिँ। अनि काम पाउन चाहिँ कति समय लाग्यो? काम पाउन चाहिँ समय नै लाग्यो भनौँ। अब लगभग 1.5 महिना 2 महिना जति लाग्यो। अनि त्यो गएकोले चाहिँ सपोर्ट गरे कि गरेन काम खोज्दिनमा? सुरुमा चाहिँ त्यति सपोर्ट गरे होइन। पछि चाहिँ सपोर्ट चाहिँ अलिअलि गरे थियो। तर आफ्नो अर्को काम फिक्स भइसकेपछि अलिअलि सपोर्ट चाहिँ गर्दै थियो। पछि गरिदिन्छ सपोर्ट चाहिँ कामका लागि चाहिँ गरे सपोर्ट। पहिलो दिन क्लासमा जाँदा चाहिँ कस्तो लाग्यो? पहिलो दिन क्लास जाँदा चाहिँ रमाइलो लाग्थ्यो। अब सबै क्लासमा जाँदाखेरि भित्र अब कस्तो क्लास हो के क्लास हो भन्ने हुन्थ्यो। बाहिर भित्र क्लासभित्र छिरेपछि त अब सबै नेपालीहरू देखेपछि चाहिँ रमाइलो भयो। भनेपछि त्यो दिन खुसी लाग्यो? खुसी लाग्यो। नेपालीहरू टिचरहरू पनि सपोर्टिभ टिचरहरू पर्नु भयो। अनि त्यही भएर रमाइलो लाग्यो सुरु दिनबाट चाहिँ। नेपाल र जापानमा क्लास चाहिँ कति फरक रहेछ? त्यो त अब नेपाल र जापानको त जमिन आसमानकै फरक छ नि। नेपालमा अब त्यस्तो केही नै हुँदैन क्लास। अब जापान भनेको अब उनीहरूको पढाउने तरिका सबै तरिकै फरक हुन्छ। के कुरा देखेर चाहिँ अचम्म लाग्यो तपाईँको जापान र नेपालको क्लासमा त धेरै पढाउने कुरै फरक छ। अब नेपालकोमा बुक अर्कै पढाइ हुन्छ, यहाँ अर्कै पढाइ हुन्छ। त्यही लेभलको नि फरक पढाइ हुन्छ। भनेपछि टाइम र काम र अनि पढाइको चाहिँ कसरी टाइम मिलाउनु हो? काम र पढाइको टाइम चाहिँ मिलेछ। अब हाम्रो पढाइ चाहिँ बिहानमा थियो, काम चाहिँ पढाइसकेपछि साँझमा हुने भएर काम चाहिँ सजिलै नै मिलेको थियो। अनि कतिवटा काम गर्नु? एउटा गर्नुभयो कि दुईवटा? काम त एउटै हो अहिलेसम्म। जापान आएको 1 वर्ष हुन लाग्यो, अहिलेसम्म एउटा कामै हो। एउटा कामले चाहिँ कतिको खर्च पुगाउन सकिन्छ त? एउटा कामले कतिको गाह्रो हुन्छ? गाह्रो त अब त्यस्तो धेरै गाह्रो त हुँदैन। अब घरतिर पठाउन सकिन्न एउटा कामले। अब आफूलाई काम चलाऊ, आफूलाई चाहिँ पुग्छ जति नै आफूलाई पुग्छ। अब गएको फी हाल्ने बेला नि हुन्छ। अब फी हाल्नलाई आफूलाई खर्चलाई चाहिँ पुर्याउन सकिन्छ। आफ्नो खर्च चाहिँ चलिरह। भनेपछि अनि
पहिलो तलब बुझ्दाखेरि चाहिँ कस्तो लाग्यो? पहिलो हो कि नेपालमा त थिएन होला? नेपालमा नि थियो पहिला, नेपालमा नि गरेको काम चाहिँ। हजुर, के काम गर्नुभयो? नेपालमा नि काम चाहिँ त्यस्तै गाडी सम्बन्धी त्यो लेखापढी सम्बन्धी गरेको, त्यो रजिस्ट्रेसन त्यस्तोमा काम गरेको। त्यही भएर त्यस्तो पहिलो तलब चाहिँ भन्ने थिएन। जापान आएदेखि पछिको पहिलो तलब थियो। अब खुसी नै थियो। त्यो तलब चाहिँ के गर्नुभयो पहिलो तलब चाहिँ के भयो भन्दाखेरि जापान आएको पैसा पुगेको थिएन, अरूसित एउटा सापट्टि मागेको थियो, सापट्टि तिर्यो। अनि अब अलिअलि बिलहरू थियो, बिलहरू यताउति गरेर भ्याइयो पहिलो तलब त। भनेपछि अनि काममा चाहिँ कतिको गाह्रो सजिलो कस्तो काम चाहिँ के गर्नु हो? काम चाहिँ सजिलो नै थियो। अब हामीले पहिलो कामै म्याकडोनल्डमा गरे। त्यो भनेको चाहिँ कस्तो काम हुन्छ त्यसमा चाहिँ? त्यसमा काम चाहिँ सजिलै थियो। अब म्याकडोनल्ड किचन सम्बन्धी काम हो के अरे। भनेपछि रेस्टुरेन्ट भन्नाले अब म्याकडोनल्ड भनेपछि बर्गर बनाउने, बस्ने, किचनको काम गर्ने, सफा गर्ने, भाँडा माझ्ने, त्यही काम थियो। सजिलो थियो सुरुको काम चाहिँ। भनेपछि काम चाहिँ जे सजिलै थियो। भनेपछि अब त्यहाँ चाहिँ काममा चाहिँ जापानिजहरूले चाहिँ कस्तो व्यवहार गर्छ विदेशीहरू भनेर? अनि हामीलाई चाहिँ त्यस्तो परेन। अब त्यस्तो नराम्रो व्यवहार गर्ने खाले जापानिज चाहिँ परेन हामीलाई चाहिँ, अहिलेसम्म परेको छैन। सपोर्टिभ टाइपका जापानिजै त्यस्तो नराम्रो चाहिँ के भन्नु? नराम्रो केही नै परेको छैन अहिलेसम्म। जापानिजहरू चाहिँ कस्तो लाग्यो त सँगै काम गर्दाखेरि? जापानिजहरूको चाहिँ कस्तो भन्ने, अब धेरै जसो चाहिँ सपोर्टिभ नै छन्। नजाने सिकाउँछन्। जस्तो गाली गर्ने चाहिँ अहिलेसम्म परेको छैन हामीले। अब काम गरेकै 6-7 महिना भयो। त्यस्तो गाली गर्ने खाले, रिसाउने खाले जापानिज चाहिँ छैनन्, अहिलेसम्म भेटिया छैन। राम्रै व्यवहार गर्छ। काम गर्दै पढ्दै चाहिँ कतिको गाह्रो हुँदो रहेछ त? गाह्रो त अब अलिअलि त्यस्तो गाह्रो त भएन अहिलेसम्म। काम पनि धेरै काम छैन, एउटा कामले गर्दा त्यति गाह्रो चाहिँ भएन। टाइम मजाले मिलाउन, मजाले गर्न सकिन्छ चाहिँ कुरा नि। भनेपछि जस त्यति गाह्रो छैन एउटा काम र पढ्न चाहिँ जस सजिलै। हजुर। अनि अहिलेसम्म सबैभन्दा गाह्रो समय के छ? के थियो त्यस्तो गाह्रो समय? त अहिलेसम्म त्यस्तो चाहिँ छैन अहिलेसम्म चाहिँ। कहिले नेपाल फर्किम जस्तो लाग्यो कि लागेन अहिलेसम्म? नेपाल फर्किम चाहिँ जापान आएको अर्को दिनै नै लाग्थ्यो। अब कोठामै थुनेर बस्ने, 24 घन्टा, नेट पनि छैन, चिनेको नि कोही छैन। अब नेट नभएरै समस्यामा परियो कि आउने बित्तिकै नै। अब नेट भयो भए अब चिनेका कहाँ हुनुहुन्थ्यो, अब चिनेकासित म यहाँ छु यसो कुरा गर्न पाइन्थ्यो, घरतिर कुरा गर्न पाइन्थ्यो। यही जापान अब आफ्नो भाइहरूसित, दिदीबहिनीहरूसित कुरा गर्न पाइएन आउने बित्तिकै। भनेपछि सुरुमा चाहिँ नेट नभएर चाहिँ अलिकति गाह्रै भयो। अहिले चाहिँ घरमा कुरा भइरहेछ होला नि? अहिले त हुन्छ। के भन्नुहुन्छ त घरबाट चाहिँ? घरबाट त अब केही नै भन्नुहुन्न। अब त्यस्तै हो, काम पाइन्छ, नआत्ते भन्नुहुन्छ। घरबाट आएको त्यस्तो केही सन्देश छ जसले? नआत्ते भन्नुहुन्छ। अब जे कुरामा नि आत्तिनु हुँदैन। नआत्ते, बिस्तारै बिस्तारै हुन्छ सबै कुरा। अब आत्तिएर अब आजै हुँदैन, टाइम लाग्छ भन्नुहुन्छ जे कुरालाई नि। बिस्तारै भएर हुने कुरा त अनि होइन। जापानले सिकाएको कुरा होइन, जुन अहिलेसम्म त्यस्तो कुन कुरा सिकाएको छ जापानले, कुरा तपाईँ नेपालमा हुँदा चाहिँ सिक्नुहुन्थेन? जापानले सिकाएको कुरा भनेको एउटा डिसिप्लिन। हजुर। डिसिप्लिनमा अब बस्नु पर्यो जापान। अब जहाँ गयो नि तपाईँ जेमा नि डिसिप्लिन नै चाहियो जापानमा चाहिँ। अब नेपालमा त्यस्तो हुँदैन नि त हाम्रो। अब जहाँ गयो नि, जे गरे नि, तपाईँहरू कुनै कार्यालयमा जानुहोस्, कुनै ठाउँमा जानुहोस्, कुनै अफिसमा जानुहोस्, त्यस्तो छैन। जापानमा डिसिप्लिनमा बस्नुपर्छ जे कुरामा नि। भनेपछि जापानले जस डिसिप्लिन चाहिँ सिकायो। हजुर, डिसिप्लिन चाहिँ जापान आउने सबैलाई सिकाउँछ जापानले चाहिँ है। हजुर। अनि जापानको चाहिँ नियम कानुनहरू हुन्छ नि, ऊ चाहिँ कति कडा भन्छन्, कस्तो कडा हो? जापानको नियम कानुन भनेको त्यति कडा नि होइन, यत्तिको नियम कानुन चाहिँ हुनुपर्छ। यत्तिको नियम कानुन भएर नियम कानुनमा चाहिँ बस्नुपर्छ। यो कडा किन भन्दाखेरि जसले नियम कानुन मान्दैन, जसले
आफ्नो मर्जी गर्न खोज्छ, जसलाई आफूलाई उस गर्न खोज्छ त्यसलाई नियम कानुन कडा हो। होइन, हामीलाई नियम कानुन कडा चाहिँ छैन, यत्तिको नियम र यत्तिको उस चाहिँ हुनुपर्छ। त्यति कडा चाहिँ ठिक हो, ठिकै लाग्छ, त्यस्तो कडा नि होइन, नियममा बस्नुपर्छ। हामी मान्छे भएपछि मान्छेको व्यवहार देखाउनुपर्छ भनेको मात्र हो। जापानको नियम कानुन नै त्यही हो। मान्छेहरूले धेरै यो गाह्रो गाह्रो भन्छन्, गाह्रो होइन। अब जे कुरा नि नियम कानुनमा बसेर गर्यो, नियम कानुन मान्यो भने चाहिँ त्यति गाह्रो छैन। आजसम्मको चाहिँ कस्तो लागिरहेको थियो जापानको व्यवसाय? अहिलेसम्म त राम्रै भएको, त्यस्तो दुःख पाइए छैन के अरे, त्यही भएर राम्रै भएको अहिलेसम्म चाहिँ। सजिलै छ, त्यस्तो गाह्रो केही छैन? छैन अहिले त गाह्रै। तपाईँले होइन जापान आएपछि के पाउनु भयो र के गुमाउनु भयो? जापान आएपछि पाएको त अब त्यस्तो केही नै छैन। त्यही अब काम गर्यो, बस्यो, खायो, पढ्यो, काम। जापान आएपछि पाएको त्यही हो। गुमाएको त अब धेरै कुरा छ। अब आफ्नो घर परिवार गुमाइयो, अब टाढा आएर बस्नु पऱ्यो घर परिवारसितबाट, अनि त्यो चाहिँ अब गुमाएकै भन्नु मैले। त्यो टाढा हुँदाखेरि होइन, परिवारबाट टाढा बस्न चाहिँ कति गाह्रो हुँदो रहेछ? गाह्रो त अब गाह्रो भइहाल्छ सुरु सुरुमा। कहिले परिवारबाट टाढा नगएको मान्छेलाई चाहिँ गाह्रै हुन्छ। भनेपछि अब भाषा चाहिँ कति छ पढ्न बाँकी? अहिले चाहिँ भाषा पढ्दै हुनुहुन्छ भन्नु है? हजुर। अब कति छ अब सकिने चाहिँ? भाषा सकिन अब 6 महिना जति छ। हजुर। यो भनेपछि अहिले चाहिँ सेनमुन खोज्ने बेला भयो? हजुर। अब अनि सेनमुन खोजिसक्नु भयो कि बाँकी? सेनमुन चाहिँ खोज्या हो, खोज्दै नै छ अब अरू ठाउँतिर नि। हजुर। एउटा हेर्दै छ। सेनमुन चाहिँ एउटा खोज्या हो, अब त्यो फिक्स हुन्छ हुँदैन थाहा छैन अझै। अब चाहिँ खोज्न चाहिँ खोज्या। के पढ्ने विचार गर्नु हो? के विषय पढ्ने? पढ्न चाहिँ अब कुरुमा जिजौसिया पढौँ भन्ने हो के अरे। अब के हुन्छ, अब एक्जामहरू इन्टरभ्यूहरू के हुन्छ त्यसपछि थाहा हुन्छ बोल्न। भनेपछि जिजौसिया? हजुर। किन जिजौसिया चाहिँ किन सोच्नु हो? जिजौसिया सोच्नुको कारण भनेको जापान लामो समय बस्ने, अब कुनै सिप सिक्ने भनेरै हो। जापानमा चाहिँ कति वर्ष बस्ने सोच्नु भयो? जापानमा सकेसम्म अब राम्रो भयो भने जस्तो भयो भने चाहिँ धेरै अब 10-15 वर्षै बस्ने के अरे। भएन, त्यस्तो भएन भने नि एउटा कुनै नै सिप र एउटा सर्टिफिकेट भयो भने अब आफूलाई गाह्रो नपर्ने तरिकाले चाहिँ बस्ने, यहाँ सिकेर निस्किन पाए हुन्छ भन्ने कुरो। भनेपछि भविष्यको चाहिँ उद्देश्य के छ त? के छ भविष्यमा यस्तो गर्छु भन्ने सोच केही छैन। अब यहाँ जस्तै यो सबैको सोचै फरक भइसक्यो। अब अहिले सोचै बदलिसक्यो। अब पढेर के हुन्छ भन्ने छँदै छैन अहिले। अब यहीँ बसे त राम्रो छ। अब भएसम्म कुरोमा पढेर यहीँ राम्रो कम्पनीहरूमा जागिर खाए त राम्रो छ के भविष्य। अब पछि यहाँ पढेर जागिर खाइएन भने चाहिँ भविष्य चाहिँ छैन। भनेपछि 10-15 वर्ष जापानमा बसेर नेपाल फर्किने योजना छ? हजुर। नेपाल फर्केपछि त के गर्ने सोच्नु? त्यही सम्बन्धी केही पसलहरू खोल्ने कि त्यस्तो चाहिँ ठुलो सपना चाहिँ केही छैन। अब नेपाल फर्किएर अब गाउँतिरै बस्ने, गाउँतिरै खेती किसानी गर्ने। अनि आफ्नो परिवारको लागि चाहिँ के सपना? परिवारको लागि सपना चाहिँ त्यस्तो धेरै ठुलो सपना चाहिँ छैन। अब अहिलेलाई अब हामी अहिले बालमै बसिरहेको मान्छे होइन। अब बजार बसेकै 8-10 वर्ष भयो, अहिलेसम्म बालमै बसेछौँ। एउटा सानो अब आफू बस्न सक्ने एउटा घर बनाउने सपना चाहिँ त्यो हो। तपाईँको परिवारले चाहिँ तपाईँप्रति चाहिँ के विश्वास गर्नुभएको छ? विश्वास त गर्नुभएको छ। अब विदेश गएको केही न केही गर्छ, आश चाहिँ गर्नुभएको, के गर्छ भन्ने चाहिँ हाम्रो लागि। अब आफ्नो बुवाआमाका लागि नगरे नि आफ्नो लागि केही गरोस् भन्ने चाहिँ आश चाहिँ राख्नु भएको। छोरोले गर्छ है भन्ने आशा। अनि
यदि यो पोडकास्ट होइन अहिले आमाले हेर्दै हुनुहुन्छ भने चाहिँ आमाले के भन्न चाहनुहुन्छ? अब भन्ने कुरो त त्यस्तो धेरै छैन, त्यही पनि अब विदेशतिर आइयो यस्तै हो, दुःख सुख भइहाल्छ, नआत्तिनुहोस् भन्ने चाहिँ त्यही है हजुर। अहिले होइन यदि तपाईँ अब 10 वर्ष पहिलाको भनौँ त्यति बेलाकोलाई आफूलाई केही भन्न पायो भने के भन्न चाहनुहुन्थ्यो? त्यतिखेरको 10 वर्ष अगाडि आफूले चाहिँ 10 वर्ष अगाडिको आफूलाई आफूलाई भन्न चाह्यो भने चाहिँ पढ, मेहनत गर,